बुखारी को हदीस हो। अबू हुरैरा रज़ियल्लाहु ताला अन्हुले भन्नुभयो कि मेरो प्यारो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले मर्नुन जेलसम्म 3वटा कुरा नछाड्ने मलाई उपदेश दिनुभयो। 3वटा कुरा मर्नुन जेलसम्म नछाड्नु मेरो नबी प्यारो नबीले मलाई उपदेश दिनुभयो। त्यो 3वटा कुरा, ती 3वटा कुरा के हुन् भन्नुभयो कि 3 दिनको व्रत, प्रत्येक महीना 3 दिन व्रत बस्ने गर्नु भन्नाले जुन अर्का हदिसबाट प्रमाणित छ कि त्यो 3 दिन चाहिँ अरबी तारिख, अरबी गते अनुसार प्रत्येक महीनाको 13, 14 र 15 दिनको व्रत बस्नु। दोस्रो जुन नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कुरो, जुन उपदेश दिनुभयो, उहाँले भन्नुभयो कि जुहाको नमाज पढ्ने उपदेश दिनुभयो। जुहा भनेको सूर्य उदय भइसकेपछि एकदमै उज्यालो र सूर्यमा ताप आइसकेपछि पढिने नमाजलाई जुहाको नमाज भनिन्छ, जुन कम्तीमा 2 रकात र नबी सल्लल्लाहु अलैहि वसल्लमले 8 रकातसम्म पढ्नु भएको छ, 2-2 गरी। र जोहरको बेला भन्दा, जोहरको समय हुनुभन्दा लगभग 15-20 मिनट जति भन्दा पहिलेसम्म पढ्न यो नमाजलाई सकिन्छ। र तेस्रो जुन कुरो नछाड्ने मलाई मर्नु जेलसम्म उपदेश दिनुभएको छ, अबू हुरैरा रज़ियल्लाहु ताला भन्नुभयो कि त्यो तेस्रो कुरो कि रातिमा वित्रको नमाज पढेर सुत्नु, वित्रको नमाज पढेर नै सुत्नु। बुखारी को हदीस हो।